हेलो गुड मर्निङ म रजु भाइ आज हाम्रो सानो राइड छ है धरान टु तिनजुरे तिनजुरे टु धरान हो सेकेन्ड लालीगुरा छ पहिलो पनि भइसकेको त्यही भएर यहाँनिर मिताहरू हुनुहुन्छ यो चाहिँ हामी भर्खर आइपुगेको बिहान 5 बजिसक्यो होइन 7 बजी यहाँबाट हिँड्ने हो त्यही भएर यहाँ सब बाहिर रेडी भइरहेछ ब्रेकफास्ट रेडी भइरहेछ सुतेको पनि छैन मजाले यस्तै भइरहेछ अलिअलि दाइ हाम्रो दाइ गाडी रेडी गरिसक्नु भएको छ बाइकहरू थोरै छ अहिले चाहिँ थोरै आइरहेछ जम्मा जाने चाहिँ 200 समथिङ 200 प्लस मान्छे छौँ बाइक धेरै आउँछ यहाँ हाम्रो अध्यक्ष साहब हुनुहुन्छ यहाँ हुनुहुन्छ दाइ यहाँ ब्रेकफास्टको लागि हो अहिले चाहिँ भर्खर स्टार्टिङ हो आउनु बाँकी नै छ क्या अहिले आइपुग्नु भएको छैन कोही पनि अब अहिले चाहिँ हामी मात्र काम कुरो गर्नेहरू हुँदैछ अहिले यहाँ कहाँबाट कहाँ पुग्छ गाडी कहाँ त्यही भएर आज जाम हुन्छ होला अब यो चाहिँ अहिलेको फर्स्ट पार्टहरू हो भइहाल्छ अरू सबै भिडियो है अहिले चाहिँ हाम्रो निकै बढिरहेछ चक्रे भाइले खाँदैछ चक्रे भाइ मजाले खाऊ है माथि बसन्तपुर पुग्ने गरी है अम्बो काज दाइ पो रहेछ काज दाइ कतिखेर आउनुभयो भर्खर दाइलाई स्वागत छ है यो लालीगुराँस राइडमा दाइले खाजा खानु हुँदैछ ल अनि यता पनि हुँदैछ खाजा अब खाजा पछाडि हुन्छ नै अब मान्छे चाहिँ अहिले फटाफट आउने क्रम भइरहेछ अलिक भिड भइसक्यो है अब अहिलेसम्म गाडीहरू यही हो सबैजना हुँदैछ भिड नै हुँदैछ काममा हिँड्दैछ भइरहेको छ है हामी अरू पार्ट पनि आउँछ तर आजको राइड चाहिँ बब्बाल हुन आँटेको छ होइन अलि मगालै हुन्छ ए सकिन्छ अनि राइड चाहिँ दामी हुन्छ आजको है होइन वानमा हानिदिएको यता वानमा आउँछ नि सबैजना यहाँनिर हाम्रो भइरहेछ अनि खाने 50 जना भन्दा धेरै छ अनि यता पनि छ टोलीहरू ओभर लाग्यो क्या तर बाइक नै ठाउँ अटेको छैन ओभर भयो यसपालि बाइक होइन तपाईँको 150-200 बाइक छ होइन खतरनाक हुने भयो होइन अनि बाइक पनि कति हो कति माथि भोडे पुलसम्म पुगिसकेको छ होइन यहाँ अध्यक्ष साहब हुनुहुन्छ अध्यक्ष दाइ उहाँ हाम्रो भइरहेछ काम होइन यहाँनिर यस्तो छ भाइ यता भाइ हिँड्दैछ हामी निक्लिन लागेको हाम्रो अब रेडी भइसकेको छ है अब हामी निक्लिन लागेको रेडी भइसकेको छ बाइक होला 200 बाइक यहीँ हाम्रो साथी पनि आइसक्नु भएको छ अहिले चाहिँ हामी तमरमा अब एकछिन यहाँनिर हल्का कार्यक्रम छ डोनेसन कार्यक्रम होइन यो सकेपछि हामी फेरि लाग्छौँ लास्टतिर धनकुटा हुँदै हिले हुँदै जोयदा यहाँ लाउनु हुँदैछ मिता आउनु हुँदैछ होइन सबैजना बसिरहेछ गाडीहरू यसरी स्पिड आउँछ इभी गाडीको भर नपर्ने है इभी गाडी ओभर स्पिड आउँछ कन्ट्रोल हुँदैन त्यही भएर यहाँ हाम्रो ट्राफिक भाइ पनि आइसकेको छ सुदर्शन भाइ दाइ पनि आइसक्नु भएछ भ्लगमा यहाँ धर्मे दाइ कुशल दाइ साथी ल साथी यता अब हाम्रो भाउजू आउनु हुँदैछ के छ तिलक दाइ वेलकम छ अरे दाइ अनि फ्रुटी र बिस्कुट र मलामी जस्तै लाग्यो धेरै मलाई होइन मलामी छैन हामीलाई भोक लाग्यो भनेर हामीलाई स्वागत गरेको धनकुटामा है पानी फ्रुटी मेरो
अब यो खाइराखेर चाहिँ जाने हो है जाने हो हामी ल सबैजना मेरो युट्युबमा आइरहनु है ठिक छ यस्तै हो म तपाईँलाई सेयर गर्छु नि दाइ म सेयर गर्छु नि धनकुटामा धान खाइराखेर धनकुटामा धनकुटे बिस्कुट नखाइकन गुड्डे बिस्कुट एकछिन ब्रेक भइरहेछ है यहाँ चाहिँ धनकुटामा रमुदाई पनि यहाँ गाडी ल आयो गाडीलाई पनि धेरै यहाँ हुनुहुन्छ दाइ राजेश साके दाइ राजेश दाइ केही भन्न चाहनुहुन्छ कि भाइलाई ओभर दामी हुँदैछ घाम पनि ओभर आइरहेछ गर्मी फिल भइरहेछ तर बबाल भइरहेछ हिस्टोरिकल राजेश दाइले भनेपछि सक्यो क्या अरू कसैले भन्नु पर्दैन दाइले भनेपछि सक्यो क्या यता हुनुहुन्छ हाम्रो दाइ योगेन दाइ ल धनकुटामा एकछिन देवनजी के खानुभएको बिस्कुट ल यहाँ बिस्कुट कार्यक्रम हुँदैछ है तर धनकुटा बिस्कुट खान छोडेर गुड्डे बिस्कुट त खानु भएन नि भाइ थाकिरहेछ होइन सनी भाइ हल्का गलेको हो क्या हो धनकुटामा आएर गुड्डे बिस्कुट चाहिँ नखाएको भए हुन्थ्यो क्या धनकुटामा आएर गुड्डे बिस्कुट खाँदैछ ड्याम यहाँको कोकोनट भएको बिस्कुट खान छोडेर धनकुटे बिस्कुट खान छोडेर सिक्दैछु म भ्लग बनाउनु र विशेष गरी हामी हरेक वर्ष नै जुन यो राइडहरू गरिरहेका छौँ र यो दोस्रो महाराइड चाहिँ हामीले पर्यटन प्रबन्धन सँगसँगै र ट्राफिक जनचेतनालाई पनि मध्यनजर गर्दै अनि यसरी आफ्नै आन्तरिक पर्यटनलाई हामी चाहिँ अहिले ट्याक आइसक्यौँ दाइ आउनु हुँदैछ म आइसकेँ अनि साथी पनि आइसक्नु भयो टोलीहरू आइसकेको छ यहाँ चाहिँ ल्याप्स सप होला अनि यहाँनिर हुँदैछ आज हाम्रो धमाधम आउँदैछ है टोलीहरू साथी ठिक छ नि होइन गुराँसै रहेनछ यार फेरि यो पनि भेट्यो यार साथी कस्तुरी अरे नाम कस्तुरी अरे यो चाहिँ के भन्छ यो ठाउँलाई के भन्छ साथी यो ठाउँ चाहिँ तिनजुरेको के भन्नु हाम्रो गुराँसे राजधानी है तिनजुरे चाहिँ खै त हेर्नु साथीले भन्नुहुन्छ हामी चाहिँ आज यहाँ तिनजुरे गुराँसको राजधानी आइपुगेको छौँ होइन आज चाहिँ 2082 साल होइन कतिको वैशाख 27 गते 27 गते कतिको महिना हो यो 1 को महिना 27 गते 27 गते होइन राइड आइरहेको छौँ हामी फेरि यो चाहिँ हाम्रो सेकेन्ड राइड है सेकेन्ड राइड हो पहिला हामी यहाँ होइन माथि गएको थियौँ माथि गएको थियौँ आगो तापेको माथि थियौँ नजाने हो र खोइ पहिला चाहिँ हामी यहीँ हो रहेछ हिँड मैले बुझेँ पहिला हामी चाहिँ माथि गएको थियौँ त्यहाँनिर चाहिँ तपाईँको एडभेन्चर खालके राइड भएको थियो होइन जाडो पनि ओभर भएको थियो है हामीले आगो तापेको थियौँ है पोहोरको साल अब होइन त्यहाँ अलि माथि गएको भए चाहिँ अब कतिवटा राइडरहरू गडौला हुन्थ्यो होला गडौला हुन पाएर आज राम्रै छ आजको दिन दामी छ है ठिक छ केही छैन त्यस्तै हो चिसो चाहिँ चिसै छ किनकि हाम्रो टेन्ट ह्याप्स पाक्दैछ रेडी भइसक्यो गुराँस चाहिँ बोट मात्र छ अलिअलि फुलेको छ मिलाएर अब टबी हान्न मन लाग्थ्यो अब छाडा उलेको छैन अब टबी हान्न पनि अनि लिएर जानु पर्ला लिएर जानु दाइ आइपुग्नु दाइ रेडी भइसक्यो पुग्नु किन बोक्यो भाइ तिमीले दाइ
भात रेडी हो रेडी भयो तिम्रो अड्यो नि त ताले ए हो र ल ए अरे आजको यात्रा यहाँसम्म आरआर गार्डन अरे आरआर गार्डन अरे होइन ह्याप्सको लाइन त्यहाँ रहेछ होइन ह्याप्सको लाइन त्यहाँ अरे एलेक्स त क्याप्टेन हो ह्याप्समा पनि एलेक्स त क्याप्टेन होइन ह्याप्समा पनि क्याप्टेन होइन तिमी चुप्लुङ दिदीको यहाँ कोच हुँदैछ क्यामेराम्यान दिदी यहाँ हुनुहुन्छ दिदीले पोज दिनु हुँदैछ आरआर गार्डनको अगाडि हाम्रो दामी भइरहेछ है लाली गुराँस के हो साथी आमा यो फोनको क्यामेरा यस्तो हो कि मान्छे यस्तो यार आइफोन अरे साथीको अब हामी यहाँबाट लाग्न आँटेको छौँ अब अन्तिम चरणमा भइसकेको छ है यहाँ चाहिँ अब बाँड्ने कार्यक्रम हुँदैछ लाली गुराँस फुलिरहेछ अलिअलि धेरै त भन्दिनँ अलिअलि फुलिरहेछ फुलेको छैन होइन फुलेको छ तर त्यस्तो लटोडम्ब होइन थोरै यसपालि फलेको त रहेछ अहिले चाहिँ हामी हिले आइसकेको छौँ आँखा छैन यहाँ हाम्रो मन्जु म्याडम हुनुहुन्छ होइन उहाँ चाहिँ खतरा हिले अब धरान लागेको एकछिन रेस्ट गर्नलाई बसेको आधी घन्टा भयो 1 घन्टा भनेको आधी घन्टा रेस्ट अब एकैचोटि धरान बाटोमा कहीँ केही हुँदैन तिम्रो पो हुन्छ त बाटोमा बिस्तारै होइन ल ए ल अब हामी रेडी हिलेको यो है अब दृश्य हिलेको टङ्मा चोक अब अरू पुरा आउँछ है ल हामी चाहिँ धेरै टाढा आइपुग्यौँ है अब यस्तै हो अब कुदिरहेको चिज खिच्नको लागि चाहिँ मसँग गोप्रो छैन यसरी रोकेको बेलामा बनाउँछु म भिडियो भयो आउँदैछ म त हिँडिहाल्छु दिइहाल्छ ल धेरै टाढो अब त्यहाँदेखि तल अलिकति एक ठाउँ चाहिँ पोइन्ट त्यसरी सक्यो अब कुदिरहेको खिच्न चाहिँ म सक्दिनँ किनकि त्यही भएर मसँग गोप्रोहरू केही छैन र यो चाहिँ धेरै टाढो यो गाडी काठमाडौँ हिँडेको अब हामी चाहिँ यहीँसम्म अब अन्तिम भिडियो अलिकति आउँछ अनि त्यस पछाडि भ्लगै सकिन्छ अरे क्या